साथीहरु आज चाहिँ म तपाईहरुलाई कसरी महीबाट चाहिँ त्यो दहीबाट चाहिँ मही बनाएर घिउ निकाल्ने भनेर चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु साथीहरु। अब गाउँमा हुँदाखेरि पहिला चाहिँ खेतीमा घारघुर गरेर चाहिँ मही पारेर दहीबाट मही पारेर घिउ निकालिन्थ्यो भने अब तपाईहरुले अलिअलि दुध छ हैन सहर बजारमा त्यसलाई थोरै तर जम्मा गरेर यसरी चाहिँ दही निकाल्न सक्नुहुन्छ साथीहरु। यो मैले यो तपाईहरुलाई यो मही पार्ने तरिका अब अहिले त करिब लगभग हामी गाउँमा हुनेहरूले त पहिला कसरी चाहिँ दहीमा चाहिँ मही पारेर खेतीमा हैन खेती भनेको पनि थाहा छैन अहिलेको बच्चाहरूलाई त। अब मैले चाहिँ यो अब खेती छैन, अब यो सानो उसमा चाहिँ यो दहीबाट चाहिँ मही पारेर घिउ निकाल्न लागिरहेको छु साथीहरु। यो तपाईहरुलाई मैले चाहिँ यो तरिका देखाउन लागेको। यो कसरी पार्दो रहेछ तपाईहरुले हेर्नु होला भिडियो अन्तिमसम्म साथीहरु। अब मैले चाहिँ पार्दैछु साथीहरु, यहाँ हेर्नुस् है साथीहरु। अब हेर्नुस् है, यो चाहिँ किरकिरी हो हैन। यो लगभग मैले यो घिउ पारिसकेको छु। अघि सुरुवात भिडियो बनाउनु पर्ने, मैले भिडियो बनाउन सकिनँ। यो दही हो, यसलाई चाहिँ मैले मजाले यसरी गर्छु साथीहरु। यसरी किरकिरी हैन, किरकिरी मात्रै बट्टामा राखेर यसरी गरेपछि तपाईको यो यसबाट चाहिँ मैले घिउ निकाल्छु साथीहरु। तपाईहरु भिडियो अन्तिमसम्म हेर्नु होला। अब यो थोरै जुन दुधबाट चाहिँ निस्केको तर जम्मा गरेको छु त्यसबाट चाहिँ घिउ निकाल्नु चाहिँ मैले मही पाइरहेको छु साथीहरु है। तपाईहरु हेर्दै गर्नु होला। यो केही समयपछि चाहिँ म तपाईहरुलाई घिउ बनाएर देखाइदिन्छु साथीहरु। यसरी घोल्नुपर्छ यसलाई। यो अब गाउँमा चाहिँ ठुलो ठेकीमा घारघुर पारेर चाहिँ भैँसीको मही दहीबाट चाहिँ मही पारेर घिउ निकाल्ने गरिन्थ्यो साथीहरु हैन। सहरमा चाहिँ यस्तो पाराले अत्याधुनिक तरिका पनि हो, खेती पनि आधुनिक। अब दही मही पनि थोरै है, यो विकास हुँदै गयो यस्तो भएको। हेर्नुहोस् है साथीहरु, यहाँ अब घिउ चाहिँ मैले निकाल्छु। यहाँ यो ठेकीबाट चाहिँ घिउ म निकाल्छु साथीहरु। कसरी निकाल्ने भन्ने कुरा चाहिँ तपाईहरुले हेर्नु, भिडियो अन्तिमसम्म हेर्नु। यो मैले निकै कसरत गरिरहेको छु यहाँ किरकिरीबाट भए पनि अनि साथीहरु। अब यो भिडियोले चाहिँ आजभोलि बच्चाहरूलाई यसो चाहिँ अब यो दहीबाट कसरी मही पारेर घिउ निकालिँदो रहेछ भन्ने कुराको एउटा उदाहरण आजकलको बच्चाहरूलाई थाहा छैन नि त साथीहरु। ठेकी भनेको नि थाहा छैन, यो ठेकी होइन, यो चाहिँ अब मैले ठेकीको रूपमा प्रयोग गरिरहेको छु। यो किरकिरी चाहिँ मदानीको रूपमा प्रयोग गरिरहेको छु साथीहरु। अब घिउ लाग्न लागेछ है साथीहरु। अब यहाँ अब घिउ लाग्छ साथीहरु। अहिलेको आधुनिक जमानामा आधुनिक पाराको ठेकी र मदानी प्रयोग गरिएको छ। अब यो घरमा चाहिँ भैँसीको दुधबाट चाहिँ दही बनाएर मही बनाइन्छ साथीहरु। यहाँ चाहिँ अब खोइ के ल्याउँछ पनि। अब यो गाईको हो कि भैँसीको हो कि, तर घिउ चाहिँ म निकाल्छु साथीहरु है। घिउ चाहिँ म निकाल्छु। ल साथीहरु तयार भयो। अब हेर्नुहोस् है, यहाँ घिउ यो लगभग
10 मिनट जति मैले गरेँ होला यसरी। अब चाहिँ घिउ निस्किन लाग्यो साथीहरू, फर्किनु है। घिउ हेर्नुहोस् है साथीहरू, घिउ धेरै अन्तिमसम्म अहिले त कहाँ घिउ निस्किन्छ नि साथीहरू। तपाईँहरू पनि घरमा यसरी मही पारेर घिउ निकालेर खानु सक्नुहुन्छ साथीहरू। आफ्नै हातबाट मही पारेर घिउ निकाल्ने साथीहरू। आज म त्यसै गर्दैछु साथीहरू। हेर्नु है साथीहरू, हेर्नु है, घिउ निस्किसक्यो त। हेर्नुभयो? ल हेर्नु त घिउ पऱ्यो नि साथीहरू। ल हेर्नु, ल हेर्नु त घिउ। ल साथीहरू, आफ्नै हातले बनाएको घिउ अब त्यसरी साथीहरू। ल यो चाहिँ बनिसकेको घिउ है साथीहरू, तयारी अवस्थामा छ। तयारी अवस्थामा छ। यो छ जसले मही पारेर घिउ निकाल्नु भएको छ, उहाँहरूलाई थाहा छ। तर नयाँ मान्छेहरूलाई कतिपयले थाहा छैन नि त साथीहरू। कसरी चाहिँ दुधबाट दहीबाट चाहिँ कसरी घिउ निकालिन्छ भन्ने एउटा उदाहरण हो है साथीहरू। फेरि यस्तो भिडियो पनि के हालेको होला यस्तो भन्ने खालको नगर्नु। यो अहिलेको हाम्रो जुन हाम्रो पहिलाको जेनेरेसनले त अब हेरियो, थाहा पाइयो, तर अहिलेकोलाई थाहा छैन है साथीहरू। ल हेर्नु, यति दहीबाट यत्रो घिउ निस्केछ साथीहरू है। अब यसलाई म बाहिर पनि निकालेर देखाउँ कि के गरौँ साथीहरू, अनि त्यो टाइम लाग्छ होला है। ल यो चाहिँ तर घिउ भइसक्यो। हेर्नु त, यो मदनी भयो मेरो छिर्केको। यसमा यसरी निस्केको छ साथीहरू। यसलाई निकाल्नुपर्छ साथीहरू है। अघि अब मेरै अहिलेको केटाकेटी के कुरा गर्नु, मेरै मिसेसले चाहिँ घिउ बनाएको अरे, घोलेर मात्रै राखेको थियो। अनि मैले यो त घिउ त भएको छैन, घिउ चाहिँ यसरी बनाउनु पर्छ है भनेर उसलाई पनि यहाँ प्र्याक्टिकल उसलाई पनि गराइराखेको। अनि यसो विचार गरेँ, होइन यो त जस सामान्य कुरा भए पनि एउटा ज्ञानवर्धक कुरै होला भन्ने खालको चाहिँ लागेको र साथीहरू मैले भिडियो बनाएँ साथीहरू, अन्यथा नसोच्नु होला। ल हेर्नुहोस् त, घिउ बनिसकेको छ। अघि मेरो मिसेसले चाहिँ घोलेर दही जस्तो मात्रै बनाएर छोडेको थियो। अब यो घिउ मैले के गरेको यो भनेको त घिउ निकालेको रे, घिउ हेर्छु त दही मात्रै घोलेको छ। अनि किन यस्तो, यो त घिउै भएको छैन, यो घोलिएकै छैन। उसले चाहिँ सानो भाँडामा उस गरेछ क्या, यो फेरि सानो प्लेटमा गरेछ। अनि त्यो राम्ररी फिरफिर हुँदैन नि त। अनि त्यो भएर चाहिँ उसले चाहिँ घोलेर अनि निकालेर किन यसो गरेको, यो त भएकै छैन भनेको त धेरै उ गऱ्यो भने पिचिजान्छ होला भनेर पिचिन्छ अरे यो घिउ बनाउँदाखेरि। यसलाई चाहिँ जति मदनीले नि फिरफिर गऱ्यो त्यति मात्रै यो राम्रो घिउ आउने हो। नभए त कहाँ त घोलिएको मात्रै हुन्छ। ल हेर्नुहोस् हो, यस्तो हुनुपर्छ घिउ चाहिँ है साथीहरू। यसरी आउनुपर्छ घिउ भएको। यो चाहिँ पुरा तयारी भइसकेको छ यो घिउ। अब म निकाल्छु साथीहरू है। यसलाई यस्तो छ साथीहरू है, यो चाहिँ घिउ भइसकेको हो। यो यस्तो छ, यत्रो सानो भाँडामा, यत्रो सानो उसमा हेर्नु, यस्तो सानो बट्टामा पनि थोरै जम्मा गरेर पनि यसरी घिउ निकालेको छ। हेर्नु त, यो भनेको आफ्नै हातले बनाएको घिउ हो नि त साथीहरू होइन। जे भए पनि जसो भए पनि। र चाहिँ यो भिडियो मार्फत मैले के भन्न खोजेको हो भन्दाखेरि, अब यसरी पनि तपाईँ हामीले चाहिँ घिउ बनाएर दहीबाट थोरै उसबाट पनि जम्मा गरेर चाहिँ घिउ बनाएर खान सकिन्छ। अर्थात् अहिलेको सानो बालबालिकाहरूले पनि घिउ चाहिँ कसरी बनाइन्छ, दुधबाट दहीबाट मही पारेर कसरी घिउ निकालिन्छ भन्ने कुरा सानो उदाहरण मात्रै पेश गर्न खोजेको साथीहरू। अन्यथा नसोच्नु होला, यो सानो कुरा हो। तर अहिलेको बालबालिकाको लागि पनि, अहिलेको जुन जेनेरेसनको लागि पनि केही ज्ञानवर्धक हुन्छ कि भन्ने आशयले मात्रै मैले यो भिडियो चाहिँ बनाएको है साथीहरू। हस् त साथीहरू, धन्यवाद। म यो घिउ निकाल्छु अब है। यो घिउ निकाल्छु, यो नुहाउने घिउ भएको छ। अब यसलाई चाहिँ घिउ निकालेर म राख्छु। तपाईँहरूले पनि यसरी चाहिँ दहीबाट चाहिँ मही पारेर घिउ निकाल्न सक्नुहुन्छ है साथीहरू। हामीलाई ठेकाकै आवश्यक नपर्ने रहेछ। यो चाहिँ सानो उदाहरणको लागि मैले प्रस्तुत गरेको छु साथीहरू। हस् त, धन्यवाद साथीहरू। फेरि भेटौँला है त अर्को भिडियोमा। हस् त, बाई।